यही नै हो गाइस, हेरिराख्नु होला ब्लग। अब यो पनि हेरिराख्नु होला ब्लग गाइस, कन्टिन्यू हुन्छ होला गाइस। अब यहाँबाट एक दुईवटा क्लिप खिचेर ब्याकग्राउन्ड नोइज चलिरहेछ अनि पछि कन्टिन्यू गर्छु होला गाइस। हेरिराख्नु होला गाइस, यो ब्लग कन्टिन्यू चाहिँ हुन्छ। अहिले ब्याकग्राउन्ड नोइजले गर्दा म यो क्लिप चाहिँ पछि गएर भोइस ओभर दिन्छु है गाइस। ब्याकग्राउन्ड भनौँ न, ब्याकग्राउन्ड नोइजले गर्दा पछि गएर म भोइस ओभर चाहिँ दिन्छु गाइस यसलाई। हेरिराख्नु होला गाइस ब्लग। अब भनौँ न ब्याकग्राउन्ड नोइज चलिरहेछ, पछि गएर म यसलाई भोइस ओभर दिन्छु गाइस। स्टे ट्युन। हजुर के छ दाइ गाइस? हजुर गएर के छ गाइस? काठमाडौँमा चाहिँ लास्ट जाडो बढिसकेको छ। हजुर जो तराईबाट हो कमेन्ट गर्नु होला के कतिको जाडो छ कि नै भन्ने कुरा हो। तराईबाट जसले हेर्नु भइरहेछ प्लिज कमेन्ट डाउन बिलो, कतिको गर्मी छ अथवा जाडो भइरहेछ। काठमाडौँमा चाहिँ निकै नै जाडो छ। जो मान्छे काठमाडौँ हुनुहुन्छ भनौँ न, काठमाडौँमा चाहिँ निकै जाडो बढिसकेको रहेछ। अब चिया खानु होला, चिया खाएर आफूलाई कोजी बनाउनु होला, वार्म बनाउनु होला, अनि वार्म भएर कोजी भएर बस्नु होला। म चाहिँ अब चिया यो तपाईँको समोसा हाल्न लागेको छ गाइस। हेर्नु होला अब खाएको चाहिँ के हेर्नुहुन्छ। राल चाहिँ नचुहाउनु होला, हजुरहरू हेर्नु होला। अनि हनुमान मेरो बुढी चाहिँ दुख्दैन होला गाइस। खासमा यो गीत साउथ इन्डियन गीत चाहिँ बनाउनु त बनायो, के यसको प्रोनाउन्सिएसन के हो गाइस? चिक्री हो कि चिक्री हो, के हो यो त म त बुझ्दिनँ। अर्कै टाइपको गीत छ त। धेरै होइन गाइस, कहिलेकाहीँ चाहिँ लाग्छ भगवान्ले पनि मलाई ह्यान्डसमै बनाएको कि भन्ने लाग्छ। यस्तो ह्यान्डसम चाहिँ छुइनँ, एभरेज केटा हो। अनि त्यसमा लुक्स पनि एभरेज नै छ। कहिलेकाहीँ चाहिँ आफूलाई निकै नै राम्रो देख्दो रहेछ गाइस। यो सेल्फ अब्सेस भएर पनि होला, तर नो वरिज गाइस। कहिलेकाहीँ हुनुपर्छ सेल्फ केयर, सेल्फ अब्सेस। गाइस मैले चाहिँ खाएँ, अरूहरूले पनि हेरिरहेको। छैन हो, कोही छैन यहाँ हो, भाइहरू छैन। अब यही नै हो गाइस। अब बिहान त्यहाँबाट उठेर भनौँ न आफ्नो कामसाम सकाएर अनि त्यही क्याफेमा गएर खाना चिया र समोसा खाएर अनि यता म आएको थिएँ अर्को काममा। अनि यहाँ पनि कामको कुरा भइरहेको थियो गाइस। अब त्यो हुन्छ हुँदैन हुन्छ भन्ने मलाई थाहा छैन, तर एटलिस्ट आफैले पनि भेटौँ काम गरौँ भन्ने सिद्धान्त चाहिँ हो मेरो पनि। अनि त्यही पेरिफेरीमा कुराहरू पनि भयो उहाँहरूसँग पनि, उहाँहरूले पनि मलाई सजेसन दिनुभयो, मैले पनि उहाँहरूलाई दिएँ। अनि एकछिन गफसफ गऱ्यौँ हामी। अनि एकछिन म
त्यहाँ पेपर वर्क पनि हेरिरहेको थिएँ के कसरी कामहरू भइरहेछ भनेर कुरा। अनि त्यो पनि भयो गाइस। अनि त्यस पछाडि आफूले दिने सजेसन पनि दियो। अनि एकछिन खाजासाजा खाएर अनि नेपालमा 35 दिनलाई त प्रोडक्सन एउटा प्रोडक्सन हाल्नै सक्दैन। एक कुरा यही खालको बोल्नु कोही डिस्कस गर्दा हुन्छ हैन छ नै हामी जति पनि यही टाइपको गए अनि उहाँहरूसँग गफसप पनि गरियो गाइस। अनि गफ गरेर एकछिन भनौँ न आफ्नो कामको कुरा सँगसँगै व्यक्तिगत कुरा पनि भयो। सबै कुरा खिच्नु पनि मिलेन, हेर्नुहोस् कति अनकम्फर्टेबल प्रायः बोलेको कुराहरू पनि हाल्नु मिल्दैन। अनि त्यही भएर उहाँसँग आफ्नो व्यक्तिगत कुरा सँगसँगै पनि भयो। अनि गफसप आफ्नै काम गर्ने क्रममा कतिवटा काम भएन, केही छैन गाइस। कोहीसँगको होप लाग्दिनँ पनि, आशा चाहिँ राख्छु, तर डिपेन्ड चाहिँ म कसरी गर्दिनँ। अब गफसप गरेँ मजाले। सबैलाई गुड मर्निङ गाइज। यही हो अब यतै एउटा कामबाट यता आइयो, अब फेरि अर्को काममा पुगिन्छ। पुरा भइरहेछ, काम चाहिँ गर्नुपर्छ, नगर्ने होइन, यतै छ के हुन्छ। त्यस पछाडि गाइज घर आएर रेस्ट गरेर अनि साँझतिर भनौँ न साथीले बोलाएर अनि भेट्नु गइरहेको थिएँ गाइज। अनि एउटा क्याफेमा बस्यौँ। अनि त्यहाँ यत्तिकै आफ्नो जीवनको विषयमा दिनचर्या कस्तो के बित्यो, के भइरहेछ भनेर त्यो गफहरू गरिसकेपछि एकछिन साथीहरूसँग समय स्पेन्ड गरियो गाइज। अनि त्यही नै हो, हेर्नुहोस् यसरी नै काटिरहेछ जीवन काठमाडौँमा। अनि भ्युज धेरै केही कमाइएन भने पनि काठमाडौँमा चाहिँ मान्छे चाहिँ कमाएको छु गाइज भन्ने आफूलाई पनि गर्व लाग्छ। अनि 2-3 जना, धेरै होइन 1-2 जना 3-4 जना चाहिँ भनेको मैले पनि भनेको कुरा काट्दैन र उहाँहरूले पनि भनेको कुरा म काट्दिनँ गाइज। अनि त्यस पछाडि क्याफे पुग्यो गाइज। अनि इन्जोय गऱ्यौँ भनौँ न। शुभरात्रि, बिस्ता, भोलि भेटौँला। मेल मरिच चिया मसला सबै हाल्छ। सबै मिठो हुन्छ है, एकदम मिठो छ। खाएर दुध हाम्रो गाउँकै हो कि गाउँकै जस्तो दुध हो। दुध त सरे हो, तर गाउँले मान्छेले बनाएको मिठो छ, खानु न। खाएर फिडब्याक दिनुहोस् है कस्तो लाग्छ। केही इम्प्रुभ गर्नुपर्ने छ भने नि भन्नुहोस्। हजुरको नाम चाहिँ? मेरो भावना। कुन दिन टिकटकमा भाइरल हुन्छ फेरि यस्तै के अरे उ गरेको टिकटक भाइरल चाहिँ नगरौँ होला। हुन्छ भाइरल भएर बिजनेस गर्ने। अस्ति एउटा को भाइ चिया बेचेर खतरा भाइरल भइरहेको थियो होइन? र बस्नु पर्ने कता विदेश जान छ, भाइरल साइरल हुनु छैन, यतिकै बिजनेस बेचे भएको तपाईँहरूले थाहा छैन भयो। मैले फ्याक्ट कुरा भनिराख्दाखेरि चाहिँ मलाई चाहिँ चिया तपाईँले बनाउनु भयो राम्रो हो, तर ओभरअल उनीहरूले भाव नै यहाँ मिलाउनु भएको। कति भयो? मिठो छ।